राधे राधे यहाँहरूलाई म सिया फेरि पनि यसरी छु मेरो तपाईँहरूको प्यारो च्यानल इन्जिनियरिङ जर्नी विथ सियामा। सो अलरेडी मैले एउटा भिडियो चाहिँ हालिसकेको छ फ्लुइड मेकानिक्सको। सो म चाहिँ यसरी भिडियो बनाइरहेको छु कि तपाईँहरूलाई नोट पनि भइहालोस्। तपाईँ यहीबाट यदि कन्टिन्युसली पार्ट 1 देखि एन्डसम्म हेर्नुहुन्छ भने कम्प्लिट नोट पनि तपाईँहरूलाई बनिहाल्छ यहीँबाट। सो अब धेरै टाइम वेस्ट नगरी म भिडियो स्टार्ट गरिरहेको छु है त। अब हेर्नुहोस्, योभन्दा पहिला हामीले इन्ट्रोडक्सन डिल गरिसकेका छौँ फ्लुइड मेकानिक्सको। सो भिडियो हेर्नु भएको छैन भने डिस्क्रिप्सन बक्स चेक गरिहाल्नु होला, त्यहाँ चाहिँ म सबै लिङ्कहरू हालिदिइहाल्छु। अब यहाँ हेर्न सक्नुहुन्छ तपाईँ फ्लुइड, सबभन्दा पहिला फ्लुइड के हो त? यस्तो सब्सटेन्स जुन चाहिँ के छ त, फ्लो हुनसक्छ, त्यो नै के हो त? फ्लुइड। सो सब्सटेन्स विच इज क्यापेबल अफ फ्लोइङ इज वाट? फ्लुइड। अलिकति म सर्टमा लेखेँ, तपाईँ धेरै ल्याङ्ग्वेज अब तपाईँ आफै मिलाएर लेखिहाल्नुहुन्छ, थाहा छ। अब हेर्नुहोस्, यसलाई अब हामी त इन्जिनियर छौँ, अलिकति लेख्नु पऱ्यो नि बढाए चढाएर। सो यो के हो त? सब्सटेन्स विच डिफर्म्स कन्टिन्युसली वेन एक्सटर्नल सियर फोर्स इज एप्लाइड। जब हामीले यो के भन्छ, कुनै पनि सब्सटेन्समा एक्सटर्नल सियर फोर्स एप्लाई गर्यो भने त्यो के हुन्छ? फ्लो हुन्छ। त्यही के हो त? हाम्रो फ्लुइड हो। यही हेर्नुहोस्, substance which deforms continuously under the action of what? External shearing force. यही हाम्रो के हो त? फ्लुइड हो। अब हेर्नुहोस्, फ्लुइडको क्यारेक्टरिस्टिक्स के हो त? अब यो सबैलाई थाहै छ, म बेसिकबाट नै गइरहेको छु। फ्लुइडको क्यारेक्टरिस्टिक्स, इट हेज नो डिफिनिट सेप। र हाम्रो के छ त? फ्लुइडसित आफ्नो सेप हुँदैन, तर यसलाई कुनै पनि कन्टेनरमा हालियो भने यसले के गर्छ? त्यो कन्टेनरको सेप लिइहाल्छ। बच्चैदेखि हामी पढेर आछौँ। अब त्यसपछि हेरौँ, इभन अ स्मल एमाउन्ट अफ सियर फोर्स, एकदमै सानो एमाउन्ट अफ सियर फोर्स हामीले यदि एप्लाई गरिरहेछौँ फ्लुइडमा, त्यो के हुन्छ? डिफर्म भइहाल्छ। एकदमै सानो किन नहोस्, एकदमै सानो भए पनि त्यो के हुन्छ? कन्टिन्युसली डिफर्म हुन्छ। र कति बेलासम्म डिफर्म हुन्छ? जबसम्म हामी त्योमा सियर फोर्स एप्लाई गर्छौँ त्यति बेलासम्म त्यो के हुन्छ? कन्टिन्युसली डिफर्म हुन्छ। यति थियो डेफिनेसन, क्यारेक्टरिस्टिक्स। म सिलेबस वाइज के भन्छ गइरहेको छु। सो हाम्रो चाहिँ डेफिनेसन र क्यारेक्टरिस्टिक्स चाहिँ भ्यायो। योभन्दा पहिलाको भिडियो चाहिँ हेरिहाल्नु होला। सो यो भिडियो यति मात्र। थ्याङ्क यू। भिडियो मन परे डु लाइक, सेयर एन्ड सब्सक्राइब।